नगरपालिका का मेयरज्यू, उपमेयरज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नेपालगञ्जका वासीजीहरू, अतिथिजीहरू र सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय लुम्बिनी कपमा भाग लिने आदरणीय खेलाडी बहिनीहरूलाई, छोरीहरूलाई सबभन्दा पहिले तपाईहरुलाई लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता नेपालको सरकारको तर्फबाट र मन्त्रीको तर्फबाट पनि स्वागत गर्न पनि चाहन्छु र तपाईहरुलाई धन्यवाद दिन पनि चाहन्छु। राष्ट्रिय खेलकुद प्रतियोगिता एक ठाउँमा एक दिनमा सुरुवात भएको आइराखेको छ। त्यसकारणले म आग्रह गर्न चाहन्छु तपाईहरु 10औं राष्ट्रिय खेलकुद कर्णालीको लुम्बिनीमा जेठ 3 गतेदेखि 10 गतेसम्म सञ्चालन को बोर्डको बैठकले निर्णय गरेको थियो। तपाईहरुलाई जानकारी गराउन चाहन्छु सबभन्दा पहिले पहिलोपल्ट प्रदेश सरकारको भौतिक पूर्वाधारको लगानीमा अहिलेसम्म केन्द्र सरकारले भौतिक पूर्वाधार तयारी गरेको देखिन्छ। नवौसम्म अथवा जहाँ भौतिक पूर्वाधार तयारी भएको त्यो ठाउँमा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको देखिन्छ। तर कर्णाली प्रदेशको संहिता आइसकेपछि जुन किसिमको उत्साह, उमंग, राष्ट्र गौरवको योजना कर्णाली प्रदेशले घोषणा गरेको थियो, त्यसमा म कर्णाली प्रदेशलाई धन्यवाद दिन चाहन्छु र शुभकामना पनि दिन चाहन्छु। किनभने त्यत्रो लगानी गरेर पनि हामीले भौतिक पूर्वाधार समयमै पनि धेरै खेलहरूको महसुस भएको थियो। खेलकुदबाट धेरै व्यक्तिहरू हामी समय समयमा जाँदाखेरि पनि भौतिक पूर्वाधार रङशाला र अन्य भौतिक रङशाला त लगभग 95% तयारी भए तापनि अरू कुराहरू अभावको कारणले समयमै खेल हुन नसकेको तपाईहरुलाई जानकारी गराउन चाहन्छु। हामीले 1 वर्षमा हामी चाँडोभन्दा चाँडो निर्णय गरेर अगाडि बढ्न त्यो पनि जानकारी गराउन चाहन्छु। र अन्तर्राष्ट्रिय यो लुम्बिनी कप पहिलोपल्ट सहभागी भइराखेको छ र पश्चिमतिरको नेपालगञ्ज एउटा भविष्यमा निकै नै गर्मी भए तापनि निकै नै पोटेन्सियल ठाउँ हो। पश्चिमतिर अहिले जसरी पश्चिमको खेलाडीहरू, सुदूरपश्चिमका खेलाडीहरू हरेक क्षेत्रमा अगाडि बढिराखेको छ, त्यसै गरिकन यस जिल्लाको कुनै गाउँपालिका खेलाडीहरू हामी देखेका थियौँ निकै नै अगाडि बढेको र पूर्व राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू बाँकीले धेरै नै जन्माइसकेको हुनाले यो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हुनाले यसमा मलाई विश्वास छ, भरोसा छ। आगामी वर्षमा यसलाई कन्टिन्यू दिन मैले आग्रह गर्न चाहन्छु र नेपाल सरकारले के सहयोग गर्न छ त्यो कुरा पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। शारीरिक रूपमा, मानसिक रूपमा मात्र होइन, अब खेलकुद आर्थिक आर्जनको रूपमा, सामाजिक परिवर्तनको रूपमा र पर्यटनको दृष्टिकोणले तपाईहरु खेलकुदमा लाग्नुपर्छ। अब होइन पहिले मनोरञ्जनका लागि मात्र होइन, अब आर्थिक आर्जनको रूपमा तपाईहरु देख्नु भएको छ अहिले क्रिकेटको, फुटबलको, भलिबलको र महिलाहरूको अहिले तानातान छ। विभिन्न ठाउँमा खेलाडीहरूलाई अहिले
खोसाखोस भइराखेको छ। त्यसकारणले म तपाईहरुलाई आग्रह गर्न चाहन्छु र विद्यालय स्तरले स्थानीय तहले मात्रै खेलकुदलाई अगाडि बढाउन सक्छ। त्यसकारणले हाम्रो कोसिस भइरहेछ आगामी वर्षको बजेटमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता पहिलोपल्ट भएको हुनाले नेपाल सरकारमा आगामी वर्षको बजेटमा केही न केही रकम राख्ने प्रतिबद्धता व्यक्त गर्दै तपाईहरुसित म खेलाडीहरूको जुन उत्साह उमंग नगरवासीको यहाँका व्यक्तिहरूलाई म सलाम गर्न चाहन्छु, नमन गर्न चाहन्छु। यहाँ आगामी वर्षको बजेटमा पनि यो रङशालाले म केही महिना अगाडि आउँदाखेरि त्यति राम्रो थिएन, अहिले कम्तीमा सफा सुग्घर भएको छ। आगामी वर्षको बजेटमा पनि यो एरियाका क्रिकेट भयो, फुटबलका रङशालाहरू हुन् र मर्मत सम्मानमा विश्वास दिँदै व्यक्त गर्दै आफ्नो भनाइ एक अन्त गर्छु। धन्यवाद, नमस्कार।